हेलो गाइज वेलकम ब्याक सबैजनालाई। म बाँदर हेर्ने गोठालो र म बाँदर हेर्दै धोरपाटनमा आएको छु। सनपतिनदेखि फुटबाङ यता छ, हेर्न सकिन्छ। पुरा भिडियो हेर्नुभन्दा पहिला लाइक कमेन्ट सब्सक्राइब गर्न नभुल्नु होला। र म हेर्नुहोस् मेरो हालत पसिनाले कस्तो भयो। अनि यो गुलेली मेरो हतियार, मेरो बन्दुक। गोली त छैन, बन्दुक मात्र छ। ल भिडियो हेर्नु है त। गएर पैसा त 1500 जति थियो। यस्तो झुडी नि जुन सरसरा गर्ने कि होइन हुने कि होइन। मुला यो त झन् हेर्न हिँड्ने बाटो नि, यस्तो छ हेर न। कोही हिँड्छ यहाँबाट। त्यहाँबाट भन्छ कि जनता विदेश पलान नहुने रे। जङ्गलको हालत यो छ। वन विकासले नि केही नगर के। वन विभागले हेर्दैन। गाउँको किसानहरूले आफ्नो बोझो भोर्न पाए भयो। यति कसले बुट्टा काट्यो भने त्यसमा फाइन हान्न पाए भयो। फाइन हान्न पाए भयो। यस्तो झुडिया नि हो देख हो तिर ला यार, धमिलो रहेछ पानी। उताको सफा हो, यताको धमिलो हो क्या। दाइहरू चाहिँ माथिजना छ। 6:30 भयो कि 7 बज्न लाग्यो। चमक्कै भयो। बहुत घाम भयो त। ऊ टी सर्ट त पुरै भिज्यो, चिप्किन्छ। कता हो कराउँछ है त डढाइ आलिस कर आइमै। कामै छैन तेरो, कामै छैन। दाइ हेर्न हामी कहाँबाट आम रे। सल्लाहले यहाँ मुनतिर फालिदिन्छु सिधै। यहाँ मुनतिर फालिदिन्छु, त्यहाँबाट औलास बाटो खोज्दै। बिजोकै भयो बाँदरले हिरान बनायो, बहुत घाम बनायो। यस्तो पनि कतिमा बाँदरलाई हाट्ने होइन ग। कपाल नि भिज्यो। पौडी खेलेर जाने हो खोला पुगे पार। पौडी खेलेको हेर्ने हो, बस्नु होला, हरेकै लाइक गर्नु होला, कमेन्ट गर्नु होला, सपोर्ट गर्दै गर्नु होला। जङ्गलमा टुर हानौँला। अझै त्यत्रो निस्किन छ, त्यो डाँडो पुरै निक्लेर माथि जाने हो। कम त गाह्रो छ, घाम भइरह, यस्तो पसिना आइरह, पौडी खेल्न मन लाग्यो। दाइ भेट्यौ ल, म अगाडि गएँ। भत्तकै भयो यार। अनिस है, अनिस पौडी खेल्न जाम्ला है, पौडी खेल्न जाम्ला। दीपक दाइलाई नि डुबाम्ला। दीपक दाई, अनिस है। जंगल में है हम लोग है भाइयों, देखो ऐसे घना जंगल में अकेले अकेले शाम के 6:30 बजे क्या कर रहे हैं पता नहीं, किस लिए आए हैं पता नहीं। बांदर के पीछे आए थे, लगता है शेर के मुंह में चले जाएंगे। इसी के साथ देखते रहना हमारा भ्लग पदम छेत्री। थ्याङ्क यू। यसरी भने पो मजा हुन्छ होइन। हिन्दीमा बोल्न त हुन्छ के, कमेडी लाग्छ तर त हुन्छ। च्याप्पै भ्लग बनाउने बेला ट्याक्क लाएर बाघ यसो गर्दै आइदियो भने त सातो जान्थ्यो होला होइन। मेरो फोन कहाँ पुग्थ्यो यार। म त खुत्ती यो बुट्टामा घुइँती चढ्थेँ, तर फोन त कहाँ हुन्थ्यो भन्ने बित्तिकै के हो कता हो। यस्तो छ बाटो हेर गाइज। बाँदर अर्घाँचीमा बिहा गरिदिएको भने नगरे, अर्घाँची सन्धिहर्कमा बिहा नगरे। केटीहरूले हेर्दैछौ भने केटाहरू काम छैन, आर्मी बनाऊ, बन्दुक ल्याऊ, पड्काइदेऊ बाँदरहरूलाई। यति गर त। तर भन्न नि के भन्ने यार, अलाउजो छैन नेपालमा। तर मा कसम खाएर भन्छु, तिम्रो मादर चाहिँ त्यो बजार बस्ने कतै बस्ने मान्छे यो जङ्गलमा एक्लै हिँडेर देखा, मैले आइफोन दिन सक्छु कि। 6:30 7 बजीतिर यो जङ्गलमा, यस्तो जङ्गलमा
अन्त ब्राइटनेस घटाइदिन्छु है हल्का हेर यस्तरी अँधेरो गराइदिएर तिमीहरूकोमा त मैले कट्टुमा मुताइदिन्छु तर त्यो हल्का कम गरौँ यार डर लाग्ने टाइपको भाइब्स ल्याउनु पऱ्यो नि जङ्गलमा एक्लै हिँडिराखु दुईवटा डामनार माथि गहन हेलो हो माथि पुगिसकेँ अब म त ट्याक्क लाएर बाटोमा जान्छु हेर यस्तै गरेर तल जाने हो साराले भिडियो बनाउँदै ट्याक्क लाएर कोही आयो भने के अरे टाप भागिदिने केही छैन ढुङ्गो पनि छैन गुलेलीमा अब भनेपछि बुझ्नु कस्तो हुन्छ हालत हामी चाहिँ त्यही हो खोलामा झरेछौँ लगभग तल खोलामा झरेछौँ अनि यो बाटो हुँदै हिँडेछौँ यस्तो छ बाटो ट्याक्क लाएर फोन काटेँ मम्मीको फोन ए यार आवाज ठोक्यो दिपे दाइ ए अनेश केही सुन्ने छैन यार म उता जाम हो ल ल म उता गएँ के भने गाली खान्छ अहिले भेनाको भेनाले गाली गर्छन् अब हामी यो टाढा जाने यो टाढा गएपछि चाहिँ ट्याक्क लाएर यो जङ्गलमा एक्लै गुच्छुङ 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 गर्दै 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 जाने हो कसैलाई डर लाग्दैन नि आयो हुन्छ मसिम 7 बजेतिर यही बाटो हिँडालिदिन्छु अनि डर के हो देखाइदिउँला होइन मलाई चाहिँ डर लाग्यो हल्का फुल्का लाग्यो नदेखेको होइन बाघ देखेको हो यत्रो केटाकेटीमा तर बाघभन्दा नि बढी मलाई सर्पाको लागिरहेको खुट्टामा ह्याक लाएर बेर्यो भने आँकुरीमा कसरी भाग्ने कहाँ भाग्ने कता भाग्ने भन्ने हुन्छ कि भाग्ने नि मिल्दैन खुट्टामा बेर्यो भने त बेरिहाल्यो अनि ट्याक्क लाएर आउँदै यसरी घुँ गर्दै आयो भने यो जङ्गलमा के गर्ने केही छ उपाय एक्लै हु मा तल त पुरा उभइरहेको त के भन्छन् त्यसलाई हिलो हिलो गाड्ने खालको छ त यार सातो लैदिन्छ कि हौ खुट्टो गढेर फेरि हो गया एंट्री तुम्हारा भाई का जंगलों में राज करता हुआ अरे बाप रे भैया भैया जी देखो कैसे कैसे लोग रहते हैं हम इधर आ चुके हैं और तुम किधर हो ए यार यहाँ त पहिरो गयो म यहाँबाट फुङ्गाल्छु यदि तिमीहरूले सब्सक्राइब गर्छौ भने म यहाँबाट फुङ्गाल्छु होइन गरिहाल्छु सब्सक्राइब त थाहा छ तर म फुङ्गालिदिइहालेँ है त ल फुङ्गालेँ ढोरपाटन फुदाङ देखिन्छ यहाँबाट यसरी यो बाटो हुँदै आएपछि बड्डाहरूले अहिले मलाई गाली गर्छन् हामी चाहिँ पहिला यहाँ क्रिकेट खेल्न आउँथ्यौँ बल हराउँथ्यो यता झाडीतिर यता ढिकातिर हराइरहन्थ्यो गाइज थ्याङ्क यू फर वाचिङ भिडियोको स्टार्टिङ पनि यहीँबाट गरेर चाहिँ बसी अहिले उठेर यहीँबाट एन्डिङ गरेछु थ्याङ्क यू फर वाचिङ भिडियोलाई लाइक कमेन्ट सब्सक्राइब गर्न नभुल्नु होला थ्याङ्क यू भिडियोको एन्डिङको साथमा एउटा भ्यू देखाइदिन्छु हेरेर जानु होला